दियो दियो ल है बेहुला गाडी चाहिँ निक्ले है हाम्रो यहाँ टाढा धस्क्यो टाढा पिराती मिया माया पिराती हेर्नुहोस् है अनि यो चाहिँ जयगौ है जयगौ थर्का आगोले हेलो हेलो एभ्रिवान र नमस्ते सबैलाई है फेरि म तपाईँहरू सामु जुडिरहेको छु र है आज चाहिँ म लाग्दैछु जयगौ तरफ र किनकि इन्भाइट गरेको छ सोल्टिनीहरूले मलाई चाहिँ है भ्लग बनाउनु भनेर सोल्टिनीहरूले फर्स्ट टाइम मलाई चाहिँ इन्भिटेसन आएको छ भ्लग बनाउनु भनेर सो अति नै खुसी छु फर्स्ट टाइम मलाई है इन्भाइट गरेको छ भ्लग बनाउनुको लागि सो सोल्टिनीहरूले र त्यसैले म आज भ्लग बनाउनु लागि जाँदैछु र हेर्नुहोस् यहाँ चाहिँ कबीर लामा भ्लग है इन्भाइट गरिरहेछ त्यसै कारणले म है जाँदैछु है आज चाहिँ थ्याङ्क्स मलाई यति मायाले इन्भाइट गर्नुभएकोमा मेरो सोल्टिनीहरूको लागि र म आउँदैछु र अति नै इन्जोय गर्नेछौँ हामी बिहामा ल है म पनि चडक्क रेडी भएर आइसक्यो र हाम्रो है बेहुला गाडी पनि एकदम चडक्कै पारेर है सजाइरहेछ मजाले हेर्नुहोस् अति नै राम्रोसँग चडक्क पारेछ आज चाहिँ हामी जयगौ जाने र जयगौ चाहिँ थर्काउने हो यसै पनि सोल्टिनीहरूले इन्भिटेसन गरिरहेछ हो इन्भाइट गरिरहेछ र गएर चाहिँ जयगौ चाहिँ हामी एकदम थर्काउने छ हो तपाईँहरू एकदम जुडेर हेर्नुहोस् जयगौ चाहिँ हामी थर्काउने छ पुरै थर्काउने छौँ अति नै राम्रोसँगले सजाइएको छ गाडी चाहिँ अति नै मजाले सजाइएको छ है हेर्नुहोस् है आमा हो बेहुला भाइ चाहिँ यता छ है हेर्नुहोस् यहाँ त लखन्ती यहाँ छ हाम्रो हो आज पुरै एक्साइटेड यो हो नि त है आज पुरै एक्साइटेड छ है हाम्रो भाइ चाहिँ ल है यता चाहिँ है दा सबै रेडी छ र गाडीहरू हाम्रो है यता छ है यहाँ सबैजना जन्तीहरू है जन्तीहरू चाहिँ चटक्क है बहिनीहरू छ यता है आङीहरू छ यहाँ है चटक्क भएर आङीहरू यहाँ एकदम हो आँसुहरू चाहिँ यता है आँसुहरू चाहिँ यता छ एकदम रेडी भएर सबैजना र यता हाम्रो गाडीहरू पनि यता छ है आज एउटा गाडी आउँदैछ हाम्रो लागि लक्क सबै रेडी छ यता चाहिँ यो यहाँ चाहिँ यता भाउजू छ है हाम्रो भाउजू चाहिँ यता ए आगोहरू यता छ हाम्रो माइलो दा चाहिँ यहाँ चाहिँ हो हाम्रो आगो चाहिँ यता छ ह्यान्डसम आगो हो हाम्रो चाहिँ ल हाम्रो दाजु चाहिँ यता चाहिँ एकदम मेन ढासु दाजु हो यहाँ आसाङहरू यता चाहिँ बेहुलाको टिमहरू चाहिँ यता छ ल है बेहुला गाडी चाहिँ निक्ल्यो है हाम्रो यहाँ चडक्क बेहुला गाडी चाहिँ है निक्लियो है गाडी चडक्क है गुम्बामा है पूजापाठ गरिसकेर चाहिँ गाडीहरू चाहिँ निक्ले हाम्रो गाडी चाहिँ यहाँ रेडी छ अब हामी चाहिँ गाडीमा टक्क चढ्ने हो सबै रेडी यहाँ चारवटा गाडी चाहिँ रेडी छ ए चारवटा गाडी छ है यहाँ टक्क हामीहरू चाहिँ एउटा गाडी दुईवटा गाडी है तिनवटा गाडी चारवटा हामी चाहिँ चारवटा गाडी लिएर चाहिँ जाँदैछु है जल्दी चाहिँ अब चाहिँ चाङ्गल लिएरै आउने हामी चाहिँ ल है निक्ले अब हामी चाहिँ दुर्गा मल्ल है हामी चाहिँ हाइवे चढ्यो अब चाहिँ हामी चाहिँ जयगाउँ आइपुग्यौँ र अब चाहिँ हामी माथि डाँडा चढ्दैछु र हाम्रो चाङघर चाहिँ डाँडा हो र डाँडा जान्छौँ हामी ल है उँभो 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 जान्छौँ हामी चाहिँ आइपुग्यौँ बाटै डाँडा गाउँ यो चाहिँ हेर्नुहोस् है बाबा खतरा छ ए हेर्नुहोस् ल है पुग्यौँ हामी चाहिँ डाँडा गाउँ है पुग्यौँ है बिहा घर है जन्तीकेटा सबै यता जन्तीकेटाहरू चाहिँ अनि हाम्रो बेहुला गाडी चाहिँ है यहाँ हेर्नुहोस् डाँडाको कति मजाको नजारा दृश्य देखिरहेको छ है यहाँ हेर्नुहोस् यता चाहिँ है बिहा घर कति मजा सोल्टिनीहरू चाहिँ एकदम चडक्क छ यता नजारा हेर्नुहोस् है यो चाहिँ डाँडा गाउँ भ्यू पोइन्ट हो जयगाउँ डाँडा गाउँ भ्यू पोइन्टबाट हेर्नुहोस् है यहीँ छ हाम्रो चाङघर चाहिँ अनि अति नै राम्रो नजारा र दृश्य हेर्नुहोस् है कति मजाको राम्रो भ्यू कति मजाको नजारा हेर्नु पाइरहेछ हामीले आज है हामी चाहिँ भाइहरू चडक्क भएर ह्यान्डसम भएर आएको छ यहाँ चाहिँ जन्तीगढहरू एकदम ह्यान्डसम भएर आएको छ आज चाहिँ हामी चाहिँ जयगाउँबाट चाहिँ सोल्टिनी चाहिँ लिएरै जाने है कुवारा केटाहरू आएको छ हो आज चाहिँ मजाको भ्यू पछाडि चाहिँ मजाको भ्यू छ हो अन्त हाम्रो यहाँ आगो हेर्नुहोस् अन्त ह्यान्डसम भएर सलमान त्यस्तो भएर आज आएको चाहिँ हेर्नुहोस् है आमा
हामी चाहिँ है आई लभ जयगोमा आएको छु है फोटो सुट हुँदैछ है यहाँ चाहिँ मजाले है हाम्रो बारातीको चाहिँ फोटो सुट हुँदैछ यहाँ आई लभ जयगो एकदम डाँडा गाउँ आई लभ जयगो हामी चाहिँ हेर्नुहोस् है सबैजना है कति राम्रो है मजाले देखिरहेछ है अँधेरो भइसक्यो पानी पर्ला जस्तो भइसक्यो है यहाँ त्यही हाम्रो सोल्टिनी नानीले चाहिँ है माथि घुमाउनु लगाएको थियो है आई लभ जयगोमा मसँग है सोल्टिनी नानी छ है अर्को हाम्रो सानी सोल्टिनी नानी है हेलो हल्का रमाइलो गर्दै है यता चाहिँ भाइ बहिनी चाहिँ एकदम रेडी भएर आइसकेको छ एकदम गोर्खे लुक्समा छ है गोर्खे लुक्समा यो चाहिँ गोर्खे चाहिँ आइपुग्यो गोर्खे लुक्समा आइपुग्यो हेर्नुहोस् आमा खतरा दिएछ अति नै राम्रो है गोर्खे लुक्समा चाहिँ अति नै राम्रो सुहाएको हाम्रो भाइलाई चाहिँ मजाले अति नै राम्रो दिएछ है हेर्नुहोस् है ल है यता चाहिँ हाम्रो बहिनीहरू है जन्ती पार्टी सबै जन्ती पार्टी सबै त छ है आगोहरू छ यता है आसेङहरू है आगोहरू छ है मालदा हाम्रो है यता आङीहरू छ है हाम्रो जन्ती पार्टीहरू चाहिँ यता आगो आसु है कति मजाले सुहाएको है आमा हो अनि आङी चाहिँ यता है उनीहरूलाई दादा छ है हाम्रो एसब्याक भाइ पनि छ शुभम भाइ यता चाहिँ हो आङीहरू चाहिँ यता चाहिँ हाम्रो आङी है आसु छ है यता आसु छ विकास दा है अमित दर यहाँ भाउजूहरू चाहिँ यता चाहिँ सबै छ हाम्रो चाहिँ यहाँ अनि यता चाहिँ बेहुला बेहुली है हेर्नुहोस् यता चाहिँ चिल्लर पार्टीहरू चाहिँ यता चाहिँ हाम्रो एकदम चिल्लर पार्टी हो आमा बेहुला चाहिँ जेको हेर्नुहोस् है नाइट भ्यू चाहिँ यस्तो छ है डाँडा गाउँदेखि चाहिँ तल नाइट भ्यू चाहिँ यस्तो छ रातिको नाइट भ्यू हेर्नुहोस् है अति नै राम्रो तल मजाले देखिरहनु भएको छ है नाइट भ्यू चाहिँ कति मजाको हेर्नुहोस् है मजाले देखिरहेको छ नाइट भ्यू व्यवस्था हाम्रो सोल्टिनले है मलाई चाहिँ लिएर गएको छ त कता यता हो यता चाहिँ हेरे खानाको चाहिँ हाम्रो है बुफे सिस्टम छ है यता चाहिँ खानाको आगो आसुको डान्स छ यहाँ माया पिराती मिया माया पिराती ल अति नै राम्रो डान्स भाउजूले चाहिँ लगाउँछ आमा दामी दामी प्यारो भाउजू नि प्यारो भाउजू नि
फाड्यो आगोले जयको चाहिँ फाड्यो दियो दियो जयकोमा चाहिँ आगोले दिए ल ल ल हाम्रो पनि छ है जन्ती पार्टीबाट पनि छ है थर्कायो जन्ती पार्टीबाट छ है लु है थर्कायो केटापट्टिबाट चाहिँ थर्कायो जयको चाहिँ थर्काइदियो हामीले जयको थर्काइदियो लु ल ल ल ल आम्बो यो त हिरो केटा चाहिँ आमा आगो दुईजनासँग थर्काइदिए ल ल ल ल ल दुईजना थर्काइदियो ए हाम्रो नानी चाहिँ ओ बस्यो दियो 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 आगोले दियो ल जयको थर्कायो आगोले बेला बेलाको डान्स स्टार्ट भयो अब चाहिँ यहाँ चाहिँ ल आम्मालाई च्याङ भन्ने लागेको मैले दामसा होइन होइयापा जङ्गी प्यारी लागेको छु मैले दादी साउनु होइयामा भित्र भिड छ हेर्नको लागि यहाँ लास्ट हारी भयो तामाङको दिए चाङले दिए दियो ल Yo, makan bulu dio. Dio, थर्कायो आगोले थर्कायो ल है बेहुला बेहुलीको डान्स चाहिँ सुरु भयो यता चाहिँ अब हेर्नुहोस् है ल है जस्तै लाग्दैछ दियो ल है दिए भाइले दिए भाइले दिए ल है दिए चाङले दिए चाङले दिए दिए चाङले दिए दियो बेहुला बेहुलीको डान्स त खतरनाक तपाईहरु भोट गर्नुहोस् है बेहुलाले जित्यो कि बेहुलीले जित्यो तपाईहरु भोट गर्नुहोस् बेहुलीको डान्स मन पऱ्यो कि बेहुलाको डान्स मन तपाईहरु भोट चाहिँ गर्नुहोस् है यहाँ कमेन्टमा भोट गर्नुहोस् है बेहुला कि बेहुली भनेर कमेन्टमा भोट गर्नुहोस् है डाँडा थर्क्यो डाँडा धस्क्यो डाँडा धस्क्यो थर्काए भाइले थर्काए ल है
चाङले पनि थर्का चाङले पनि थर्का है ल है डाँडाबाट हेरेर बेहुला कि बेहुली है लु है कमेन्ट गर्नुहोस् है तपाईँहरू छिट्टै चाँडै भन्दा चाँडै बेहुला विन कि बेहुली विन बेहुला पक्षले बेहुला लेख्नुहोस् बेहुली पक्षले बेहुली लेख्नुहोस् ल है अति नै राम्रो है नृत्य तपाईँले हेर्नु भइरहेछ बेहुला बेहुलीको है कमेन्ट चाहिँ गर्नुहोस् है तपाईँलाई कस्तो लाग्यो बेहुला बेहुलीको डान्स चाहिँ है चाङको डान्स चाहिँ लु है नानीसँग ल है यहाँ ग्रुप डान्स भइसक्यो सुरु भइसक्यो ल है राम्रो डाँडा गाउँ चाहिँ गाउँको है भाइहरूले चाहिँ भाइक्क डान्सको सोल्टीहरूले चाहिँ अरे है तामाङ गानामा अति नै राम्रो डान्स ल है ल है ग्रुप डान्स है मजाको अति नै राम्रो आगोले दियो डान्स दियो आगोले लो थर्कायो आगोले जेको थर्कायो दियो आगोले दियो आगो डान्स दियो लो यता पनि सुरु है यता पनि डान्स हाम्रो आशिताको डान्स है ढल्यो जेको ढल्यो भाउजूको डान्स लो यता सोङको डान्स यहाँ मेमेले दियो लो सोल्टी लेम दियो ल है यता आगोले चाहिँ हेर्नुहोस् बेहुलीले लखन दिला पो आगोले पहिला बेहुलीलाई भन्दा लखन दिला पो झन्डै मिस्टेक लो दियो अब सोमले दियो सोमले दियो ढल्यो जयकोमा ढला सोमले गुड मर्निङ एभ्रिवान सो है हामी चाहिँ बिहान है उठ्यो भर्खर सुतेर र हेर्नुहोस् है जयगाउँको भ्यू चाहिँ हेर्नुहोस् है मर्निङमा तपाईँहरू यति मजाको देखिन्छ है हेर्नुहोस् है अनि यो चाहिँ जयगाउँ है यहाँबाट चाहिँ अनि जयगाउँदेखि उतापट्टि चाहिँ त्यो पहाड देख्नुहुँदैछ अलिअलि त्यो चाहिँ भुटान हो भुटान चाहिँ छेउमै पर्छ यहाँदेखि यहीँ यता चाहिँ है भुटान हो सबै चाहिँ हो भुटान हो है अनि यहाँ क्याफे छ है जहाँ चाहिँ हामीलाई है नास्ता पानी भएको थियो है यो हिल हाई क्याफे अति नै राम्रो अति नै सुन्दर छ र हाम्रो अहिले मर्निङमा पनि त्यही हुन्छ है नास्ताहरू चाहिँ र अति नै राम्रो अति नै सुन्दर छ तपाईँहरू आएर भिजिट पनि गर्न सक्नुहुन्छ यहाँ है भ्यू पोइन्टमा अति नै राम्रो छ हेर्नुहोस् लागि है ए साइललाई नि हाम्रो कान्छी सोल्टी नि जुत्ता जबरजस्त जुत्ता चोरेको जबरजस्त जबरजस्ती लुका जुत्ता चोराउँदैछ यहाँ बिहान जोको जुत्ता लुकाउनु नपायो भनेर यहाँ रुने बेला भइसक्यो साइललाई नि हाम्रो सानो हाम्रो सोल्टीले चाहिँ जुत्ता चोर्नै पाएन अति नै सेड छ हाम्रो सोल्टीले जुत्ता चोर्नु नपाएर ल है अब चाहिँ यहाँ है बिदाबारीको कार्यक्रम है आज सुबह मर्निङमै बिदाबारी कार्यक्रम चाहिँ यहाँ चल्दैछ है हेर्नुहोस् हाम्रो है जजो है हाम्रो चाङको जजो यता चाहिँ ल है ल
आशीर्वाद ल है खाऊ अब अहिले नै दिइहाले यो हो नि जे चामललाई चाहिँ तपाईले सबै राम्रो होस् 100 वटा चालेको ठाउँमा चाहिँ 100 कोटी वटा बनाउनु नि फेरि एउटा टिका लागि आगो भने एउटा पानी हुनुपर्छ बनाउनुपर्छ ल ल ल है हामीलाई पनि खदा सदा लगाएर है बिदाबारी दिइदिए र अब हामी चाहिँ है बेहुली चाङ्ला चाहिँ बेहुलीलाई लिएर चाहिँ हामी चाहिँ निक्ल्यौँ है आज चाहिँ हामी बेहुलीलाई चाहिँ हाम्रो घरतिर बुकिङबारी चाहिँ लिएर गए अब जग्गा आउनु पाउँदैन वार्निङ छ जग्गा आयो भने अब जग्गा आयो भने चाहिँ यतै बस्नु अरे भन्दैछ घर जग्गा बस्नु भन्दैछ कि अब जग्गा आउनु पाउँदैन भन्दैछ हामीलाई रेस्टुरेन्टमा खाना फ्री छ यति खाना खान्छु अरे हो टक्कै यता हाम्रो सोल्टिनी छ यता अनि बहिनी हो है ल है चाङ चाहिँ है रुने बेला भइसक्यो आयो बेहुली चाहिँ रुला यस्तो भइसक्यो यहाँ ल है नारुवा न हो नारुवा भयो त आइपुग्लौँ त बोले अरे धेरै टाढो होइन हो नि एक फोन गऱ्यो भने आइपुगिहाल्छ आधा घन्टामा आइपुगिहाल्छु नि हो नारुवा न लु ए लु आँसै निक्लियो लु बेहुली नानीको लु है आँसै निक्लेछ अनि आइपुगिहाल्छ हजुर हामी चाहिँ पहिल्यै चढ्यो है अनि बेहुला चाहिँ चढ्यो है कुना बस्छ नि फेरि कुनामा खाली तपाईँ चाहिँ उता बसेर भान्जीले चाहिँ है चढे हाम्रो बेहुली पनि ल है सबै चढे हामी चढे हामी चाहिँ पछि छु है म सोल्टिनी छ अनि भाइ छ है हामी चढे बाई सबैलाई बाई गर्दै है हामी चाहिँ निक्ल्यौँ अब चाहिँ है यहाँबाट डाँडा गाउँको त्यस्तो नजारा र हामी चाहिँ निक्ल्यौँ यहाँबाट सबैलाई बाई गर्दै है हामी चाहिँ निक्ले डम्फुको ताक दिङ तालैमा नाचु भो भान्चु ए बारुली कम्बर तिन ठाउँमा है हामी चाहिँ आइपुग्यौँ है घर र यता चाहिँ अलिकति है हाम्रो तामाङको होइन रसम हुँदैछ र अलिकति है हेर्नुहोस् है भित्र पस्नको लागि चाहिँ है अलिअलि यता छ है अब चाहिँ एउटा मात्रै बत्ती दिन त अब जोडी भयो नि त अब जोडी भयो नि त फुल फर्म के हो थाहा छ के जोडी बत्ती अरे जोडीको जोडी बत्ती कति राम्रो है लु अब हाम्रै लखन्ती केही छैन त्यो भइहाल्छ ए लखन्ती है लखन्ती नानी लखन्तीको चस्मा भएन लखन्ती रोटी बिहान पोलेको तात दुध ल भाग्यमानी हुनु है छेके बाटो छेकिदियो लु पाउँदैन लु है बहिनीले चाहिँ यहाँ छेकिदियो लु पाउँदैन यहाँ पाउँदैन पुरा जम्मा भएको छ हिजो पुरा जम्मा भएको छ लु एउटै नन्द हो यहाँ मुझे मारो नहीं ये मजाक हो रहा है 10,000 लो 10,000 भन्दैछ लु 10,000 सबै हेर्नु यहाँ जम्मा भइसक्यो 10,000 ओ माई गॉड ल है भयो भने पैसा निकाल लु निक्ले हिजोको पैसा निक्ले लु निक्ले हिजोको पैसा निक्ले कता छ ला हो पैसा छोडेर आएछ ल के हो यो भुटान नोट चल्दैन यहाँ भुटान चल्दैन यहाँ ल ए भुटान चल्दैन यहाँ सब भुटानमा छ त भुटान सबै भुटान छ त ओ 100 निक्ल्यो 5,000 चाहियो अभी मजा आएगा ना लो 5,000 अरे लड्छ होला यो पाराले
भयो 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 त्यही त मैले कहाँ राखेको छ गयो मेरो यहाँ यस्तो के छ एउटा जुन लु अब लु 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 500 झऱ्यो 500 झऱ्यो 500 झऱ्यो लु 25 हुँदैन त्यहीमा मेरो 500 झऱ्यो यहाँ 500 झऱ्यो लु 500 झऱ्यो लु गरम भएर ल 500 झऱ्यो लु लु अब चाहिँ खोलिदेऊ कान्छी लु खोलिदेऊ ल ल ल अब चाहिँ बल्ल खोले लु आउनु अरे लु 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 ल ल है गरम पनि भयो ल आजको चाहिँ यति नै थियो र तपाईँहरूलाई भिडियो कस्तो लाग्यो लाइक सेयर अनि सब्सक्राइब चाहिँ मजाले गरिदिनुहोस् भन्ने आशा राख्छु बाई बाई नेक्स्ट ब्लगमा चाहिँ भेटौँ ल